हेलो नमस्ते। मेरो फेसबुक साथीहरू लगायत मेरो स्वदेश तथा विदेशमा रहने सबैजनालाई नमस्कार। विशेष गरी त मेरो क्षेत्रवासी तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा नम्बर 1 को निम्ति यो भिडियो फेसबुक मार्फत बनाउँदैछु। मेरो क्षेत्र भनेको पुराना राजनीतिक दलहरूको आखडा हो, एउटा घर नै हो। यहाँ महिला, जनजाति, दलित, पिछडिएको वर्गभन्दा पनि विभिन्न दलहरूको भागभण्डा छ। त्यसैको बाहुल्यताको होल बथानसँगै म पनि कुनै समय नेकपा एमालेमा सम्मिलित हुन गएँ। नेकपा एमालेका साथीहरूसँग नजिक भए, उहाँहरूको भिडसँगै बहकिए। आज मलाई नेकपा एमालेको ट्याग झुन्डाएको छ, लगाइएको छ, जुन म आजको मितिबाट सदाका लागि नेकपा एमाले परित्याग गरेको घोषणा गर्दछु। वास्तवमै नेकपा एमाले सर्वहाराको पार्टी होइन। यो एउटा केपी ओलीको घर हो, केपी ओलीको एउटा सङ्गठन हो। यो समग्र देश विकासमै यो एउटा बाधक नै हो। यो देश तपाईँ हाम्रो हो र तपाईँ हामीले नै बचाउनुपर्छ। देशको नेतृत्व लिने यिनीहरूको जति अधिकार छ त्यति अधिकार तपाईँ हाम्रो पनि अधिकार छ। त्यसैले आउनुहोस्, सँगै मिलेर अगाडि बढौँ र सँगै मिलेर देश निर्माणमा जुटौँ। सम्भावना र विकास हाम्रै पालामा सम्भव छ र फेरि भन्छु, देश निर्माणमा सँगै जुटौँ, सही विवेकको प्रयोग गरौँ र हाम्रो देशलाई सही दिशातर्फ उन्मुख गरौँ। हस्त, धन्यवाद।